जय श्री राधे। आज मलाई एकजनाले प्रश्न राख्नु भएको थियो फेसबुकको माध्यमबाट कि उहाँले सोध्दै हुनुहुन्थ्यो जस्तै अब हामीले मासु खाँदाखेरि त कसैलाई काट्नुपर्छ, कसैलाई मार्नुपर्छ, त्यहाँ हिंसा हुन्छ जसले गर्दा हामीलाई पाप लाग्छ, तसर्थ मांस खानु हुँदैन, यो धर्मशास्त्रले भनेको सही हो। तर जहाँ हामीले रक्सी खान्छौँ, मदिरा खान्छौँ, मद्य खान्छौँ भने त्यहाँ त कसैलाई काट्नु मार्नु पर्दैन, कसैको पनि हिंसा छैन। बरु त बरु धेरैको बिजनेस चलेको छ, धेरैको आयस्ताको स्रोत बनेको छ। मदिरा खाँदा चाहिँ कसरी पाप लाग्छ गुरुजी भनेर सोध्नु भएको थियो भने आज हामी यो विषयको एउटा छोटो भिडियो बनाएर यसमार्फत त्यो प्रश्नको उत्तर म दिने प्रयास गर्छु। विशेष गरी मदिरा भनिन्छ, अल्कोहल, रक्सी जसलाई हामी सामान्य भाषामा बुझ्छौँ भने त्यसलाई खानु पाप मानिएको छ। हेर्नुहोस्, एउटा के हुन्छ भने सिधै हेर्दाखेरि पाप देखिने र अर्को चाहिँ घुमौरो पाराले पाप लाग्ने। त्यस्तै मदिरा चाहिँ हामीले सिधै देख्दाखेरि त त्यहाँ कसैको हत्या हिंसा भएको हुँदैन, कसैलाई काट्नु परेको देखिँदैन, तर पनि त्यसलाई घुमौरो पाराले हेर्ने हो भने त्यसमा धेरै अवगुणहरू हुन्छन्, तसर्थ जसलाई खानाले हामीलाई पाप लाग्छ। अर्को कुरा त हाम्रा धर्मशास्त्रमा विधि छन् र निषेध पनि छन्। विभिन्न पूजाहरू, विभिन्न कर्महरू गर्नका लागि हाम्रा धर्मशास्त्रले विधि गर्नुभएको छ भने मदिरा सेवनको लागि चाहिँ निषेध गर्नुभएको छ, नखानु भन्ने हाम्रा धर्मशास्त्रमा वचनहरू छन्। त्यसले गर्दाखेरि धर्मशास्त्रको वचनलाई हामीले सर्वोपरि मान्ने गर्दछौँ र धर्मशास्त्रको वचनलाई हामीले मान्नुपर्ने हुन्छ। अब धर्मशास्त्रमा के लेखिएको छ भने जसले कुनै पनि कर्म गर्दैछ, पूजा आराधना गर्दैछ, कर्मकाण्डहरू गर्दैछ भने उसले त्यसको विधिलाई स्वीकार्नु पर्ने हुन्छ। यदि त्यो विधिदेखि च्युत भएर त्यो कर्म गर्छ भने त्यसले त्यो कर्म गर्दाको जुन फल हुन्छ त्यसलाई पाउन सक्दैन भनेर गीतामा पनि भगवानले उद्घोष गर्नुभएको छ। यशास्त्र विधि मुत्सृज्य वर्तते कामकारतः न स सिद्धिमवाप्नोति न सुखम न पराम गतिम। गीताको 16औं अध्यायमा भगवान कृष्णले यसको उद्घोष गर्नुभयो। भन्नुको तात्पर्य एउटा हुन्छ सिधै हामीले हेर्दाखेरि गलत देखिराखेका हुन्छौँ भने, एउटा हुन्छ धर्मशास्त्रले निषेध गर्नुभएको कुरा। र जसरी हामीले धर्मशास्त्रमा निषेध भएका कुराहरूलाई गर्छौँ भने त्यो धर्मशास्त्रमा निषेध गरिएका कुरालाई गर्दाखेरि पनि पाप लाग्ने गर्दछ। अब यही कुरालाई हामीले एउटा कथाद्वारा पनि बुझ्न सक्छौँ। हुन त हजुरहरूले यो कथा सुनिराख्नु भएको होला, तर पनि म आज हजुरहरूलाई एउटा उदाहरणको स्वरूपमा यो कथा सुनाउँदैछु। एउटा गाउँमा एकजना धर्मात्मा हुनुहुन्थ्यो, तपस्वी हुनुहुन्थ्यो, जसले चाहिँ धेरै पुण्यहरू गर्नुहुन्थ्यो, हत्या हिंसा आदि गर्नु हुँदैन थियो। र यसरी धेरै धर्म गरिराखेको देख्दाखेरि उहाँका विरोधीहरूलाई त्यो कुराहरूलाई मन पर्दैन। उहाँले धर्म गर्नुभएको, पुण्य गर्नुभएको, अरूको हित चिताउनु भएको कतिलाई पच्दैन। नपचेपछि उनीहरूले के गर्छन्, एक दिन एउटा ग्रुप बनाउँछन् र उसको घरमा गएर धम्क्याउन लाग्छन्। केही बन्दुक पिस्तोलहरू पनि लिएर गए, धम्क्याउन लागे। तपाईँ यो गाउँमा बस्नु भएको छ भने यसरी धर्म गर्न पाउनु हुँदैन यो गाउँमा बसेर, तसर्थ आज हामी हजुरको तिम्रो जो धर्म छ त्यो धर्मलाई तोड्नका लागि आएका, तिमीले हामीले भनेको मान्नै पर्छ आज, होइन भने हामीले यो बन्दुक लिएर आएका छौँ, यसबाट तिमीलाई गोली चलाइदिन्छौँ र तिमीलाई मारिदिन्छौँ। तिमीसँग अर्को कुनै पनि उपाय छैन। हामीसँग 4वटा कुरा छन्, यी 4वटा कुरामा कुनै न कुनै एउटा कुरा तिमीले स्वीकार्नै पर्छ भन्दा उठेर आए, उनको शरणमा परे। भन्नुहोस्, हजुरहरूले चाहिँ भन्नुहुन्छ म मान्नका लागि तयार छु, तर मलाई नमारिदिनुहोस् भनेर शरणमा परेर उनले भने के हुन् ती 4वटा कुरा जुन कुनै न कुनै एउटा मैले स्वीकार्नु पर्ने हो भन्दाखेरि उनीहरूले भने 4वटा कुरा छन्, जसमध्येमा एउटा हो परस्त्री संगत, एउटा हो परस्त्री संगत, अर्को हो मांस भक्षण, मासु खानुपर्ने, अर्को हो स्वर्ण अथवा धन जसलाई स्वीकार्नु पर्ने, र अर्को हो मदिरा पान। यी 4वटा कुरा छन्। यी 4वटामा कुनै पनि एउटा स्वीकार्यो भने तिमीलाई हामी छोडिदिन्छौँ भनेर तिनीहरूले भनेपछि ती धर्मात्माले सोच्नुभयो परस्त्री संगत गर्नु भनेको हाम्रो धर्मशास्त्रमा धेरै ठुलो पाप मानिएको छ।
मातृवत परदारेषु भन्ने शास्त्रका वचनहरू छन्। परस्त्रीलाई आमा, दिदी, बहिनी र छोरी समान मान्नु भन्ने हाम्रा धर्मशास्त्रका वचन छन्। तसर्थ म परस्त्रीसँग कसरी संगत गर्न सक्छु, यो कुरा मदेखि हुन सक्दैन भनेपछि उनले दोस्रो अप्सनलाई हेरे, मांस भक्षण, मासु खानुपर्ने। र मासु भनेको कसैलाई नकाटी नमारिकन बन्दैन, आउँदैन। त्यसले गर्दाखेरि मासु खाँदाखेरि पनि मलाई धेरै ठुलो दोष लाग्छ। यसबाट त हिंसा हुन्छ। मेरा धर्मशास्त्रले त अहिंसाको मार्ग दर्शाउनु भएको छ। तसर्थ म कसैलाई काटेर मारेर पनि खान सक्दिनँ। र तेस्रो अप्सन छ स्वर्ण, धन, अर्काको धन। र हाम्रा धर्मशास्त्रले भनेका छन् न परधनम स्पृशेत, अर्काको धन छुँदा पनि नछुनु भन्ने शास्त्रको वचन छ। भने यो म अर्काको धन कसरी लिन सक्छु? र त्यो चौथो कुरा छ मदिरा सेवन। हुन त मदिरा सेवनका पनि धर्मशास्त्रमा निषेध आज्ञा छन्, तर पनि यो मैले ग्रहण गर्दाखेरि चाहिँ अरूमा जति पाप लाग्थ्यो त्यति पाप लाग्दैन भनेर उनले अन्तिम अप्सनलाई स्वीकारे, मदिरा सेवन गर्नलाई, रक्सी खानका लागि स्वीकारिदिए। र उनले अर्काले धम्क्याउँदाखेरि रक्सी खाने परे, रक्सी खाए। रक्सी खाने बित्तिकै उनको मन मस्तिष्क बुद्धि बिग्रियो। बुद्धि बिग्रिने बित्तिकै के भयो? परस्त्री संगत पनि गरे, मांस भक्षण पनि गरे र परद्रव्य पनि ग्रहण गरे। यसरी उनले यदि परस्त्री स्वीकारेको थियो भने एउटै मात्रै पाप लाग्थ्यो। यदि उनले मांस भक्षण स्वीकारेको थियो भने पनि अर्को एउटा मात्रै पाप लाग्थ्यो। र यदि उनले परधन स्वीकारेको थियो भने पनि एउटै मात्रै दोष लाग्थ्यो। तर जब मदिरा स्वीकार्ने परे, मदिरा स्वीकार्ने बित्तिकै चारवटामा चारवटै दोष उनलाई लाग्न पुग्यो। अब यो कथाबाट हामीले के सिक्छौँ भने जुन मदिरा छ, मदिराको सेवनले हाम्रो मति भ्रष्ट हुन्छ, बुद्धि भ्रष्ट हुन्छ। हाम्रो जुन सात्विक गुण छन् हामीमा, ती सात्विक गुणहरू नष्ट भएर तामसिक गुणहरू प्रवृत्त हुन्छन्। त्यसले गर्दाखेरि मदिरा सेवन गर्नु हुँदैन भन्ने कुरालाई हामीले यो कथाबाट बुझ्न सक्दछौँ। र यो मदिरा कहाँबाट सुरु भएको भन्दा मदिरा भनेको समुद्र मन्थनबाट प्रकट भएको हामीले भागवतमा सुन्न सक्दछौँ। अथासीत वारुणी देवी कन्या कमल लोचना असुरा जगृहुस पाम्वै हरे रनु मते नते। भागवतको 8औं स्कन्धको 8औं अध्यायको 30औं श्लोकमा यो लेखिएको छ, जहाँ चाहिँ समुद्र मन्थन गर्दै गर्ने जाने क्रममा मदिरा देवी प्रकट भइन्। वारुणी मदिरा, वरुण देवीकी छोरी, वरुण देवताकी छोरी। तसर्थ त्यसलाई चाहिँ कसले ग्रहण गर्नुभयो भन्दाखेरि असुरहरूले, दैत्यहरूले। र स्वाभाविकतया हामीले अहिले पनि देख्न सक्छौँ त्यो जुन मदिरा छ त्यसलाई जसले ग्रहण गर्छ उसमा असुर भाव आउँछ, दैत्यको स्वभाव आउने गर्दछ। उसले आफ्नो पराई धर्म अधर्म केही पनि जान्न सक्दैन, चिन्न सक्दैन। उसको मति बुद्धि भ्रष्ट भएर जान्छ। त्यस कारणले पनि हामीले मदिरा सेवन गर्न हुँदैन भनेर यो भिडियोको मार्फत जो उहाँको प्रश्न थियो त्यो प्रश्नको उत्तर म यो भिडियो मार्फत प्रदान गर्दैछु। जय श्री राधे, जय श्री नारायण।